माछालाई पौडिन सिकाउने, चितुवालाई दौडिन सिकाउने, लाफिङ बुद्धलाई हाँस्न सिकाउने, भालेलाई बाँच्न सिकाउने। हामी त गरिरहेछौँ नि हजुर, भाले बाँचिरहेछन् नि त भन्दाखेरि। हामीलाई पनि यसो बोलाउनु छ साथीहरू। अहिले पनि म बस्दै गर्दा फोन आएको थियो, भोलि यो फलानु होटलमा आइँदैन यो भने बापत दलितका साथीहरूले मलाई कुनै पनि कार्यक्रममा बोलाउनु हुँदैन। आजको मितिबाट मलाई त्यहाँ अतिथिको रूपमा कुनै पनि एनजिओले नबोलाउनु मलाई कुनै आपत्ति छैन। तर झुप्रा खोलाका बादीको फोटो खिचेर ल्याएर आफ्ना छोराछोरी अमेरिका राखेर बस्न पाइँदैन। काठमाडौँमा घर ठहराएर भैँसीपाटीमा घर बनाएर बस्न पाइँदैन। मेरो यसमा निर्मम कुरा चाहिँ समाज कल्याण परिषद यी सबै एनजिओ आइएनजिओको हेडमास्टर हो। त्यो पनि ठ्याक्क छलफल हुन्छ त्यहाँभित्र, टक्रक्क त्यहाँभित्र छलफल हुन्छ। आँखा मिलाउने, भाका मिलाउने, कागज मिलाउने, मुख मिठो बनाएर कुरा गर्ने। यसो प्रमाण पेश गर, निराहार प्रमाण आरोप लाउँछस् भन्नुभयो भने राउटेको शिक्षाको नाममा कति पैसा लगानी भएको त्यो दैलेखमा, त्यो गुराँस गाउँपालिकामा कतिजना राउटेका बालबालिका टाइलार स्कुल जान्छ, नाङ्गै भुतुङ्गे बसे हान् त्यहाँ, लाखे जात्राका भक्कु वस्तु भएर हिँडे हान् त्यहाँ बजारमा। सबलाई रक्सी खुवाएर ठिक पारेर राखेका छन्। उसमा कतिजना राउटेहरूको घर बन्यो त्यहाँ, त्यो राउटेहरूको छानबिन हुनुपर्छ। समाज कल्याण परिषद सबैभन्दा बदनाम संस्था हो। त्यो संस्थाको बारेमा छलफल हुनुपर्छ सभापतिज्यू। तत्काल अहिले नै दलितका नाममा, गरिबका नाममा, ती सुखडमा बसेका, दैलेखमा बसेका, लोहरेमा बसेका नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षणको सन्दर्भमा विदेशबाट जे जति पैसाहरू नेपाललाई प्राप्त हुन्छ, अनुदानको नाममा, सहायताको नाममा, ऋणको नाममा, यो नाममा, त्यो नाममा, त्यसको आर्थिक अनुशासन कायम गर्ने सन्दर्भमा म एउटा उपसमितिको संयोजक पनि छु। अस्तिको त्यसमा छलफल हुँदै गर्दाखेरि यो विदेशले दिएको अनुदान तपाईँले लेखा परीक्षण गर्न पाउनुहुन्छ कि पाउनु हुँदैन भन्दै गर्दा महालेखा परीक्षकको प्रतिनिधिले भन्नुभयो यो हामीले पाउँदैनौँ, यो सरकारको खातामा पनि आउँदैन, हातामा पनि आउँदैन, तर बेरुजुमा देखिन्छ, टाउकोमा चाहिँ आउँछ। त्यो कुन विषय हो त्यसलाई महालेखा परीक्षकज्यूले त्यो बताउनु होला। अहिले यी जति भनिएका छन् यो महालेखा परीक्षकले अडिट गर्न पाउने विषय हो कि होइन, त्यो होइन भने के हो भने के हो, यो बारेमा चाहिँ छलफल हुनुपर्दछ। सहायतामा 2-3 थरीका पैसाहरू मैले यसो बुझेको छु। अर्थको अर्थ बुझेको विश्वविख्यात, विश्वभरि नाम कमाउनु भएको डाक्टर सोनिम वाग्ले हाम्रो बिचमा हुनुहुन्छ अर्थमन्त्रीको रूपमा। भौतिक रूपमा प्राप्त हुने, भौतिक संरचनामाथि प्राप्त हुने, राज्यका अन्य संरचनामा प्राप्त हुने, त्यसको बारेमा अर्थमन्त्रीज्यूले पनि भन्नुहोला, यसका विषयविज्ञले पनि भन्नुहोला। तर सामाजिक रूपमा प्राप्त हुने पैसाहरूको विषयमा, सहायताहरूको विषयमा चाहिँ केही मेरो प्रश्नहरू छ र त्यो हुन्छ। त्यसमा दलितको नाममा, गरिबको नाममा सबैभन्दा बढी डलरहरू आउँछ। दलितको नाममा डलर आउने, तर दलितलाई कलर नआउने। फेरि समाज कल्याण परिषदलाई मेरो गहिरो, निर्मम, मजबुत प्रश्न छ। समाज कल्याण परिषदमा हजारौँ संस्थाहरू दर्तामा छन् त्यहाँ, जस्तै गरिबका नाममा, दलितका नाममा, राउटेका नाममा, उपेक्षितका नाममा, उत्पीडितका नाममा, तल्लो वर्गको नाममा, शोषितको नाममा, पीडितको नाममा, वादीका नाममा, तल्लो वर्गको नाममा पैसा आउँछ। तर त्यो पैसा कहाँ लगानी भइरहेको छ? गरिबका नाममा, दलितका नाममा राजनीति गर्नेहरू चाहिँ दैलेख बजारमा घर ठहराउने, सुर्खेत बजारमा घर ठहराउने, छोराछोरी अमेरिका राख्ने, आफू काठमाडौँमा दलितको अभियन्ता बनेर, अगुवा बनेर एनजिओ चलाएर बस्ने, मुख दलितको देखाउने, नाक चाहिँ आफ्नो देखाएर हिँड्ने बजारमा। त्यो पाइँदैन, त्यो गर्नु हुँदैन। यो महालेखा परीक्षणले, यो एनजिओले ल्याउने पैसा, यो आइएनजिओले अहिले यहाँ सुन्यो एउटा सरकारको माध्यमबाट आउँछ, एउटा एनजिओ आइएनजिओले सोचिदिन्छन्। यो एनजिओ आइएनजिओले ल्याउने पैसा महालेखा परीक्षकले त्यो गर्न, लेखा परीक्षण गर्न पाउँछ कि पाउँदैन? त्यो पाउनुपर्छ। सरकारको माध्यमबाट पैसा आउने, राज्यले त्यसलाई चाहिँ एप्रुभ गरेर पैसा लगानी गरेर तल उसमा दिने, अनि एनजिओ आइएनजिओले तल तालिम सञ्चालन गर्ने, आफू मिलाएर टाकटुक पारेर चापचुप पारेर मुख मिठाएर घर फर्किने, त्यो हुँदैन। अहिले एनजिओ आइएनजिओको तलको तालिम फेरि कस्तो खालको हुन्छ? माछालाई पौडिन सिकाउने, चितुवालाई दौडिन सिकाउने, लाफिङ बुद्धलाई हाँस्न सिकाउने, भालेलाई बाँच्न सिकाउने। हामी त गरिरहेछौँ नि हजुर, भाले बाँचिरहेछन् नि त भन्दाखेरि। हामीलाई पनि यसो बोलाउनु छ साथीहरू। अहिले पनि म बस्दै गर्दा फोन आएको थियो, भोलि यो फलानु होटलमा आइँदैन यो भने बापत दलितका साथीहरूले मलाई कुनै पनि कार्यक्रममा बोलाउनु हुँदैन। आजको मितिबाट मलाई त्यहाँ अतिथिको रूपमा कुनै पनि एनजिओ आइएनजिओले नबोलाउनु मलाई कुनै आपत्ति छैन। तर झुप्रा खोलाका बादीको फोटो खिचेर ल्याएर आफ्ना छोराछोरी अमेरिका राखेर बस्न पाइँदैन। काठमाडौँमा घर ठहराएर भैँसीपाटीमा घर बनाएर बस्न पाइँदैन। मेरो यसमा निर्मम कुरा चाहिँ समाज कल्याण परिषद यी सबै एनजिओ आइएनजिओको हेडमास्टर हो। त्यो पनि ठ्याक्क छलफल हुन्छ त्यहाँभित्र, टक्रक्क त्यहाँभित्र छलफल हुन्छ। आँखा मिलाउने, भाका मिलाउने, कागज मिलाउने, मुख मिठो बनाएर कुरा गर्ने। यसो प्रमाण पेश गर, निराहार प्रमाण आरोप लाउँछस् भन्नुभयो भने राउटेको शिक्षाको नाममा कति पैसा लगानी भएको त्यो दैलेखमा,
त्यो गुराँस गाउँपालिकामा कतिजना राउटेका बालबालिका टाइलार स्कुल जान्छ, नाङ्गै भुतुङ्गे बसे आन् त्यहाँ, लाखे जात्राका भक्कु वस्तु भएर हिँडे आन् त्यहाँ बजारमा, सबलाई रक्सी खुवाएर ठिक पारेर राखेका छन्। उसमा कतिजना राउटेहरूको घर बन्यो त्यहाँ, त्यो राउटेहरूको छानबिन हुनुपर्छ। समाज कल्याण परिषद सबैभन्दा बदनाम संस्था हो त्यो संस्थाको बारेमा छलफल हुनुपर्छ सभापतिज्यू। तत्काल अहिले नै दलितका नाममा, गरिबका नाममा, ती सुखडमा बसेका, दैलेखमा बसेका, लोहरेमा बसेका, काँडाचौरमा बसेका, झुप्राखोलामा बसेका वादीहरूको नाममा, दलितको नाममा, डुमसमार मुसरहरूको नाममा, तराईमा कति पैसा आएको छ तिनीहरूको जीविकोपार्जनमा, यसको प्रक्रिया के हो? बडो मिठो तरिकाले भन्नुभयो साथीहरूलाई, अहिले यहाँ कर्मचारी साथीहरूले पैसा यसरी आउँछ, यसरी जान्छ, बिल मिलाउने, यस्ता कुरा मिलाउने, कागज मिलाउनेमा त तपाईँहरू त लोकसेवा नै पास गरेर आएका मान्छेहरू हुनुहुन्छ। मेरो त्यसमा केही प्रश्न छैन, प्रक्रियामा प्रश्न छैन, परिणाम के हो? परिणाम चाहियो। यहाँ लुगा लाउन ल्याएको हो भने लुगा लाएको देखिनु पर्यो। त्यहाँ चाहिँ राउटेलाई लुगा दिने भनेर चाहिँ मुख्यमन्त्री गएर त्यहाँ दिने, भोलिपल्ट राउटे नाङ्गे भुतुङ्गे हिँडेको छ बजारमा, फेरि लुगा लाउने भने त्यो चाहिँ लुगा लाउने हुनु पर्यो, त्यो लुगा लाएर हिँड्नु पर्यो भोलिपल्ट त्यो उसमा। यो खालको चाहिँ कुराहरू स्वीकार्य छैन, यो खालको कुराहरूलाई चाहिँ मान्ने छैन। यो कुरामा सार्वजनिक लेखा समितिले, मैले फेरि पनि भने, समाज कल्याण परिषदबाट अहिले पनि यहाँ बजारमा भोलि मलाई एउटा बोलाइयो, अघि कार्यक्रममा के भनेर बोलाइयो? दलितको थर परिवर्तन गर्नुपर्छ, फलानु एनजिओले कार्यक्रम आयोजना गरेको छ, आउनुपर्छ। सामाजिक सद्भाव भड्काउने काम भइरहेको छ एनजिओको नामबाट, जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ, साम्प्रदायिकता भड्काउने काम भइरहेको छ। राज्यले त्यसलाई अनुमोदन गरेर छाप लाएर छाप लाएर ल देश भड्का भन्न पाइँदैन। जातको नाममा, धर्मको नाममा समाज भड्काइरहन पाइँदैन, त्यो ठेक्का दिन कसैलाई पनि दिन पाइँदैन। एक थरी दलित अहिले परेको छ बजारमा, फेरि छिटो थर फेरिहाल्नु पाएको भए म पनि ठुलै हुन्थेँ भन्ने परेको छ। थर फेर्न मन लागेका साथीहरू जाने, तर दलितलाई अगाडि देखाएर राज्यलाई ध्वस्त पार्न पाइँदैन, अङ्ग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन। बडो मजाले चाहिँ डकुमेन्ट पेश गरेर नेपाल ध्वस्त बनाउन पाइँदैन। यो समाज कल्याण परिषदमा यो अहिले महिला तथा बालबालिका मन्त्रालयमा संयोगले मेरो बहिनी एउटा सामाजिक अभियानबाट आएको सीताबादीज्यू त्यहाँ मन्त्री हुनुहुन्छ, सचिवज्यू यहाँ हुनुहुन्छ। दलितका नाममा, गरिबका नाममा आएका बजेटहरू कहीँ कतै फ्रिज हुनु भएन सचिवज्यू। मेरो स्पष्ट कुरा, घर बनाउने कुरा सबभन्दा पहिला टेन्डर खोल्ने, साउन लाग्न पाएको छैन टेन्डर खोल्न थालिहाल्ने, तर 5 लाख रुपियाँ दलितको जीविकोपार्जनमा क्षमता अभिवृद्धिमा आउने, त्यो पैसा दिन पर्यो भने कलेजो दिन लागेको जस्तो, किडनी दिन लागेको जस्तो, मरे त्यसमा हातै नहाल्ने, यस्तोमा लाग्नुहुन्न अहिले भन्ने, त्यो मुख उठाउने त्यो हुँदैन त्यो कुरा। त्यसैले गरिब दलित उपेक्षित उत्पीडितको नाममा राज्यले दिएको होस् चाहे वैदेशिक सहायताबाट आएको होस्, त्यो कुरा ठाउँमा पुग्नुपर्छ। अँध्यारोमा झटारो हानेको जस्तो ट्याक्कै लाग्यो भने हेर हामीले त अँध्यारोमा पनि झटारो लगायो भने मैले मेरो कुरा टुङ्गायो हजुर, मेरो कुरा सकाए। यो अलिकति हामीसँग लक्षित कार्यक्रम भएको हुनाले यो बारेमा चाहिँ सुर्खेतमा, कर्णाली प्रदेशमा उतातिर परेका पनि गरिबका नाममा, दलितका नाममा, ती पीडितहरूको नाममा ठुलो खालको चलखेलहरू भइरहेको छ, यो बारेमा होस्। भौतिक संरचनाको सन्दर्भमा पोखरा एयरपोर्ट के भइरहेको छ, जो अन्तर्राष्ट्रिय सहायतामा बनिरहेका भैरवाको एयरपोर्ट बन्ने, प्लेन नउड्ने, बस पार्क बन्ने, बस नगुड्ने हो भने त्यो काम के हो? यसलाई राज्यलाई चाहिँ यसरी ऋणको भारी बोकाएर चाहिँ हामी बस्न सकिँदैन। मेरो कुरा टुङ्गाउँदै गर्दा अस्तिको विषयमा थोरै तपाईँले अहिले बैठकको अन्तिममा पनि जानकारी गराउनु होला। हामीले 15 दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आएको आएन। फेरि यही बिचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ, निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानवर्धन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नु होला, कठघारामा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानवर्धन गर्न भैलीको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन। ए भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन, भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु। पछिल्लो बैठकमा जे भयो त्यो जनताले सबै ठाउँबाट देखिरहनु भएको छ। आम यो सार्वजनिक लेखा समिति हो, यो सार्वजनिक समितिमा त्यो छलफल भएको विषय। मेरो सभापतिज्यूलाई मेरो एउटा गम्भीर ध्यान आकर्षण चाहिँ के छ भने समितिमा भएका छलफलहरूमा कहीँ कतै त्यो नियम नियमावली विपरीत छ भने सभापतिज्यूले रुलिङ गर्नु होला, भन्नु होला। तपाईँ आँखी भाउ कपालको रौँ फुलेको सम्मानित नेता हुनुहुन्छ, तपाईँले आफ्नो जीवनकालमा लामो समय यी सामाजिक न्यायको पक्षमा काम गर्नुभएको छ, तपाईँप्रति सम्मान छ। तर एउटा सांसदले अर्को सांसदलाई हुर्मत लिने, धम्काउने, घेराबन्दी गर्ने काम त्यो मान्ने छैन। बोल्दै गरेको वक्ता पनि त्यही निर्वाचित सांसद हो जो जनताबाट अनुमोदित भएर आएको मान्छे हो। यहाँ प्रत्येक सांसद सार्वभौम छ। त्यो भन्दै गर्दा कहीँ कतै नियम आपत्ति भयो भने
सार्वजनिक लेखा समितिको जुन नियमावली छ त्यो देखाउने, नियमावली गर्ने र सभापतिले रुलिङ गर्नुलाई, ताकि यसो र त्यसो भन्ने छैन, हुँदैन, त्यो मान्ने छैन, त्यो स्वीकार्य छैन। र पनि फेरि घेराबन्दी गरिन्छ भने खगेन्द्र सुनार स्वीकार्य छ, तयार छ, कहाँको कठघारा उभिनुपर्छ, प्रत्येक मेरा प्रश्नको मसँग जवाब छ, त्यो फेस गर्न खगेन्द्र सुनार तयार छ। शैली मिलेन भनिएको छ धेरै ठाउँमा, भैलीको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन। भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन। भैलीको शैलीमा प्रश्न हुँदैन, प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला, म दैलेखको नाइट बस चढ्न तयार छु, तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ, त्यो कसैको चाकडी, कोही कसैलाई भन्नुपर्ने, केही कसै गर्नुपर्ने छ भने सम्बन्धित माननीयजीहरूले यसरी हो नि बोल्ने भनेर मजाले बोल्न सक्नुहुनेछ। त्यो सार्वभौमिक त्यो अधिकार सबैलाई छ। यो कुरामा ध्यान आकर्षण गराउन चाहन्छु। आजको विषय प्रवेश गरौँ।